नमस्कार। यो अर्को एपिसोडमा तपाईँलाई स्वागत छ। आज म फरक कुरा लिएर आएको छु। के नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने कुनै संस्था छैनन्? के नेपालमा संविधानले कुनै भ्रष्टाचार नियन्त्रण गर्ने संस्था बनाएको छैन? त्यस सम्बन्धी जानकारी लिएर आएको छु। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, यो तपाईँहरूले नाम सुन्नुभएको होला। यो अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। यो चाहिँ नेपालको संविधान 2072को भाग 21मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्ने स्पष्ट व्यवस्था गरेको लेखिएको छ। नेपालमा एक अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहनेछ, जसमा प्रमुख आयुक्त र अन्य 4जना आयुक्तहरू रहनेछन्। प्रमुख आयुक्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष भई काम गर्नेछन्। राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा प्रमुख आयुक्त र आयुक्तको नियुक्ति गर्नेछन्। प्रमुख आयुक्त र आयुक्तको पदावधि नियुक्ति भएको मितिले 6 वर्षसम्म हुनेछ। यसमा चाहिँ उपधारा 3मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिम कुन अवस्थामा प्रमुख आयुक्त र आयुक्तको पद रिक्त हुनेछ भन्ने छ। निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, निजको उमेर 65 वर्ष पुरा भएमा, निजको विरुद्ध धारा 101 बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा, शारीरिक र मानसिक अवस्थाको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा र निजको मृत्यु भएमा। उपधारा 2 बमोजिम नियुक्त प्रमुख आयुक्त र आयुक्तहरू पुनः नियुक्त हुन सक्ने छैनन्। तर आयुक्तलाई प्रमुख आयुक्तको पदमा नियुक्ति गर्न सकिनेछ र त्यस्तो आयुक्त प्रमुख आयुक्तको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा आयुक्त भएको मितिले अवधिलाई समेत जोडेर गणना गरिनेछ। देहायको योग्यता भएको व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त वा आयुक्त पदका लागि नियुक्तिका लागि योग्य ठहरिनेछन्। मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरेको, नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्यता नरहेको, लेखा, राजस्व, इन्जिनियरिङ, कानुन, विकास र अनुसन्धानको क्षेत्रमा कम्तीमा 20 वर्ष काम गरी अनुभव र ख्याति प्राप्त गरेको, 45 वर्ष उमेर पुरा भएको र उच्च नैतिक चरित्र भएको। प्रमुख आयुक्त र आयुक्तको पारिश्रमिक र सेवा शर्त सङ्घीय कानुन बमोजिम हुनेछ। प्रमुख आयुक्त र आयुक्तले आफ्नो पदमा बहाली रहेसम्म निजलाई मर्का पर्ने गरी पारिश्रमिक र सेवा शर्त परिवर्तन गरिने छैन। तर चरम आर्थिक कारण देशमा सङ्कटकालको घोषणा भएको अवस्थामा यो व्यवस्था लागू हुने छैन। प्रमुख आयुक्त र आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन। तर कुनै राजनीतिक पदमा कुनै विषयमा अनुसन्धान, जाँचबुझ वा छानबिन गर्न वा कुनै विषयको अध्ययन वा अन्वेषण गरी राय, मन्तव्य वा सिफारिस पेश गर्ने कुरा पदमा नियुक्त भई काम गर्ने यस उपधारामा लेखिएको कुनै कुराको बाधा पुर्याएको मानिने छैन भन्ने छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य, अधिकार के हो त? कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ। तर यस संविधानमा छुट्टै व्यवस्था गरिएको पदाधिकारी र अन्य कानुनले छुट्टै व्यवस्था गरेको पदाधिकारीको हकमा यो उपधारा लागू हुने छैन। 2मा यो उपधारा 101 यो धारा 101 बमोजिम महाभियोग प्रस्ताव पारित भई पदमुक्त हुने व्यक्ति न्याय परिषदबाट पदमुक्त हुने न्यायाधीश वा सैनिक ऐन बमोजिम कारबाही हुने व्यक्तिका हकमा निज पदमुक्त भइसकेपछि सङ्घीय कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सकिनेछ। उपधारा 1 वा 2 बमोजिम भएको अनुसन्धानबाट सार्वजनिक पद धारण गरेका कुनै व्यक्तिले कानुन बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो व्यक्ति वा सो अपराधमा संलग्न अन्य व्यक्ति उप कानुन बमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न र गराउन सक्नेछ। त्यस्तै उपधारा 1 वा 2 बमोजिम भएको अनुसन्धानबाट सार्वजनिक पद धारण गरेको व्यक्तिको नाम, कारबाही अन्य अधिकारी वा निकायले अधिकार क्षेत्र अन्तर्गत पर्ने प्रकृतिको देखिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक कारबाही
का लागि सम्बन्धित अधिकारी वा निकाय समक्ष लेखी पठाउन सकिनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने वा मुद्दा चलाउने आफ्नो काम कर्तव्य र अधिकार मध्ये कुनै काम कर्तव्य अधिकार प्रमुख आयुक्त, कुनै आयुक्त वा नेपाल सरकारको अधिकृत कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालना गरी प्रत्यायोजन गर्न सक्नेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अन्य काम कर्तव्य अधिकार तथा कार्यविधि सङ्घीय कानुन बमोजिम हुनेछ भन्ने व्यवस्था गरेको छ। मैले चाहिँ यो किन भनिरहेको छु भने नेपालमा कुनै पनि निकाय छैन जसले भ्रष्टाचार नियन्त्रण गर्न कानुनी रूपले कारबाही गर्न सक्षम छैन भन्ने कुरा उठिरहेको बेला किन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो नबनाउने भन्ने मेरो प्रश्न हो। यदि तपाईँलाई मेरो कुरा सही लाग्छ भने कृपया आफ्नो कुराहरू कमेन्ट बक्स मार्फत पठाउनुहोला। धन्यवाद।